सबैजनालाई प्रभुलाई धन्यवाद भएको होस्। फेरि पनि हामी अर्को महिना जुलाई महिनाबाट हामीलाई प्रभुले लाँदै हुनुहुन्छ, जहाँ चाहिँ हामीलाई प्रभुले दिनुभएको चाहिँ बलवान मानिसलाई बाँध्ने त्यो अधिकारलाई चलाउनको निम्ति चाहिँ, त्यो अधिकारमा खडा हुनको निम्ति चाहिँ प्रभुले हामीलाई यो महिनाबाट हामीलाई लाँदै हुनुहुन्छ। प्रभुलाई धन्यवाद भएको होस्। हामी यदि बलवान मानिसलाई हामी बाँध्न चाहन्छौँ भने नि हामी आफै चाहिँ पहिला बलियो हुन जरुरी छ। हामी आफै चाहिँ बलियो भएर चाहिँ त्यो बलवान मानिसलाई चाहिँ सामना गर्नलाई चाहिँ हामीलाई चाहिँ डर लाग्दैन। किन भन्दा त्यो सोच्दै गर्दा चाहिँ हामी के भइरहेको हुन्छौँ भन्दा हामी चाहिँ त्यो अगाडि भएको व्यक्तिलाई होइन, तर हामीभित्र भएको कुराले चाहिँ, हामीभित्र हुनुभएको कुराले चाहिँ हामीलाई के गर्छ, बलवान बनाइरहेको हुन्छ। हामीलाई थाहा छ हामीभित्र को हुनुहुन्छ भनिकन। हाम्रो हिजो भर्स अफ द डे रहेको छ एफिसी 6:10 अनि 11 पद। यो पद चाहिँ अगाडि नै प्रभुले चाहिँ मलाई यो पद दिनुभएको थियो अनि यो पदलाई म पढ्नेछु। अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हो, दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर। आमेन। यदि हामी लडाइँ गर्न जान्छौँ भने अगाडि भएको त्यो बलवान मानिसलाई हामी नाश गर्न हामी चाहन्छौँ भने नि हामीसँग चाहिँ त्यो हात हतियार हुन जरुरी छ। त्यो हात हतियार जब हामीसँग हुन्छ नि, हामी त्यो हात हतियारलाई भएर मात्र होइन कि त्यो हात हतियारलाई जब हामी चलाउन एउटा निपुणतामा त्यो निपुण भएर चलाउन हामी जान्छौँ भने नि जस्तो सुकै ठुलो बलवान जस्तो सुकै हुन्छ नि दैत्य जस्तो मान्छे अगाडि आए तापनि हामी चाहिँ के गर्न सक्छौँ, त्यसलाई हराउन सक्छौँ। त्यो माथि हामी के हुन सक्छौँ, विजय हुन सक्छौँ। आमेन। अनि नि प्रभुले हामीलाई पनि हात हतियार दिनुभएको छ। एफिसी 6 अध्यायमा हामी पाउँछौँ नि होइन, मुक्तिको टोप अनि धार्मिकताको छाती पाटा अनि त्यसपछि पवित्र आत्माको तरवार, विश्वासको ढाल, सत्यताको पेटी अनि सुसमाचारको मिलापको जुत्ता। प्रभुले हामीलाई त्यो हतियार दिनुभएको छ। भलै त्यो चाहिँ के हो, अदृश्य हो। वचनले भन्छ, दोस्रो कोरिन्थी 10:4 पदले भन्छ, किनकि हाम्रो युद्धका अस्त्र शस्त्र संसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। आमेन। जब हामी हरेक दिन हामीलाई दिनुभएको स्वर्गीय हात हतियारलाई हामी धारण गर्छौँ अनि त्यसलाई प्रयोग हामी गर्दै 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 चलाउँदै 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 जब हामी अगाडि बढ्दै जान्छौँ नि, तब के हुन थाल्छ, हामीले चाहिँ के गरिरहेको हुन्छौँ, दोस्रो कोरिन्थी 10:4 पदले भने चाहिँ किल्लाहरू नाश गरिरहेका हुन्छौँ। किन भन्दा त्यसमा चाहिँ हाम्रो हात हतियारमा चाहिँ के छ, ईश्वरीय सामर्थ्य छ। जब हामी यशाया 5 अध्यायमा हेर्छौँ, त्यहाँ चाहिँ 26, 27, 28 पदलाई म पढ्नेछु। यहाँ यसो लेखेको छ, उहाँले टाढाका जातिहरूका निम्ति एउटा झन्डा खडा गर्नुहुन्छ, उहाँले पृथ्वीका कुना कुनामा बस्नेहरूलाई सुसेलीले बोलाउनुहुन्छ। तिनीहरू चाँडो र फुर्तीसित आउँछन्, तिनीहरूमध्ये कोही थाक्ने कि ठक्कर खाने छैनन्, कोही झुल्ने वा निदाउने छैनन्, तिनीहरूका कम्मरको पटुका खुकुलो हुने छैन, तिनीहरूका जुत्ताको फित्ता चुडिने छैन, तिनीहरूका काँडहरू तिखा तिखा छन् र धनुमा तादो चढाएका हुनेछन्, तिनीहरूका घोडाका टाप चकमक ढुङ्गा जस्तै र तिनीहरूका रथका चक्काहरू आधी बेहरी जस्तै हुनेछन्। आमेन। यो चाहिँ हामी अन्य जातिहरूको निम्ति प्रभुले दिनुभएको वचन हो। अगाडि हेर्छौँ भने नि इजरायलीहरू चाहिँ बाघी भएको छ, इजरायलीहरूले चाहिँ पाप गरेको छ अनि त्यो बिचमा प्रभुले चाहिँ अरू जातिहरूलाई चाहिँ खडा गर्नुहुने कुरालाई चाहिँ यहाँ प्रभुले प्रकट गर्नुभएको छ अनि प्रभुले चाहिँ हामीलाई खडा गरिसक्नु भएको छ। अब चाहिँ हामी चाहिँ यो वचनलाई हामी निहालौँ। यहाँ चाहिँ यस्तो मजाको कुरा मलाई लागेको चाहिँ, तिनीहरूमध्ये कोही थाक्ने कि ठक्कर खाने छैनन्, कोही झुल्ने वा निदाउने छैनन्, तिनीहरूका कम्मरको पटुका खुकुलो हुने छैनन्, तिनीहरूका जुत्ताका फित्ता चुडिने छैनन्। अनि 28 पद, तिनीहरूका काँडहरू तिखा तिखा छन् र धनुमा तादो चढाएका हुनेछन्, तिनीहरूका घोडाका टाप चकमक ढुङ्गा जस्तै र तिनीहरूका रथका चक्काहरू आधी बेहरी जस्तै हुनेछन्।
यो वचनलाई मैले पढ्दै गर्दा यति धेरै आशिषमय लागिरहेको थियो अनि यो वचनलाई मैले पढ्दै गर्दा यो चाहिँ हाम्रो लागि रहेछ प्रभुले बोल्नुभएको हामीलाई प्रभुले खडा गरिकन चाहिँ उहाँको महिमाको निम्ति चाहिँ नि यसरी चाहिँ यो यस्तो बलियो मानिस जसरी चाहिँ हामीलाई चाहिँ के गर्न लाग्नु भएको छ उहाँले चाहिँ के गर्न लाग्नु भएको छ खडा गर्न लाग्नु भएको छ भन्ने कुरा चाहिँ मलाई यो वचन पढ्दै गर्दा महसुस मैले गरिरहेको थिएँ अनि यो महिनाबाट हामी अब हिँड्दै गर्दा हामी जाँदै गर्दा प्रभुले हामीलाई कुन उद्देश्यले चाहिँ यसरी खडा गरिराख्नु भएको छ कसरी चाहिँ हामीलाई डोराइराख्नु भएको छ त्यो कुरालाई नै हामी मनन गरौँ अनि त्यो कुरालाई हामी मनन गर्दै गर्दा उहाँको उद्देश्य हामीमा प्रकट हुन थाल्छ अनि उहाँको एउटै उद्देश्य छ यो अबको टाइम अबको यो समयभित्र चाहिँ हामी चाहिँ उहाँको महिमाको भाँडो बनिकन चलिएको उहाँ चाहनुहुन्छ हामी चाहिँ अबको यो मरिरहेको आत्माहरूलाई बचाउने हाम्रो काँधमा चाहिँ उहाँले जिम्मेवारी राख्नु भएको छ अबको यो समयहरूमा चाहिँ हामीलाई चाहिँ प्रभुले एउटा जागृतिको मुहान बनाइकन चाहिँ अब चाहिँ उहाँले चलाउन लाग्नु भएको छ